हेलो गाइज, वेलकम बैक टू माई च्यानल। आफ्टर लङ टाइम है अक्कल आएर आज चाहिँ हामी जलजले जाँदैछौँ नयाँ पेट्रोल पम्पमा। अगाडि छ कालु भाइ, वनिता, साउन्ड चाहिँ मिठो छ यार यसको। अक्कल आएर पेट्रोल हाल्नुपर्ने हुन्छ हामी चाहिँ। गर्मी धेरै भयो क्या यार, बस्दा बस्दा बाटो चाहिँ यहाँ बनाउनु लाग्दै, त्यही भएर खत्तम भयो। पुरै खाल्चोदेखि जान्छ क्यारी हो तलै झरेर। पेट्रोल छैन अरे हाम्रो, पेट्रोलै पाइन्न अरे कहिले पनि। काँचोरको पेट्रोल पम्प धेरै बन्द हुन्छ यार। अब तल छ कि नै तल पनि पाइएन भने बोतलकै हो फेरि। तलतिर त पाउँदैन क्या। जस्तो यता चाहिँ काम चलिरहेको छ, बाटो अलि राखिलो। हामी चाहिँ यहाँ पेट्रोल पम्पमा पेट्रोल नपाएर टक्क लगाएर बोतलको हाल्दैछौँ। पेट्रोल एउटा 2 लिटर खानु भयो। 2 लिटर अझै कति हाल्नु पर्थ्यो हजुर। हजुर यहाँ पनि हाल्दैछ। कतिको भाइ नभर धेरै। ल चल, स्टार्ट त फेरि 1 टापै हो कि फेरि यसको त। टक्क लगाएर पेट्रोल सेट्रोल हालेर अब चाहिँ हामी जाँदैछौँ जलजले पेट्रोल पम्प निस्केको ठाउँमा। पेट्रोल टक्क अगाडि पनि भगर अन्त अगाडि एनएसमा चाहिँ भाइ र बहिनी छन्, यता चाहिँ मरो चाहिँ छ। माइक नभएर हावाको साउन्ड आउने भयो। टक्क लगाएर जलजल जाने बाटो है यो पेट्रोल पम्प निस्केको। टाढो सुरु उता भयो, उता फुलबारी स्कुल जाने बाटो। अगाडिको ब्रेकले काम गराएन यार। ऋतिक भाइ जे जस्तो भयो नि रोड चाहिँ बबाल हो नि यता। नाइस भैरव टोल। झन् पेट्रोल बचाउने भने न्युटनमा जाम भनेको अगाडिको ब्रेकले कामै गरेन, पछाडिको त स्टार्टै छैन के। जहिलेको सामानै पाउनु यो बाइकको। टक्क लगाएर कालु भाइ चाहिँ ओल्ड भाइपमै छ है, एनएसमै छ। अझै 2टा एनएस चेन्ज गरेर लास्टमा यही हाल्नु पऱ्यो। जगतज्योति चोक हामीले चाहिँ एउटा मन्दिर थियो, मन्दिर भन्दा नि एउटा मूर्ति जस्तो थियो, फाल्टो छ नि त्यो। टक्क लगाएर लास्टसम्म हेरिदिनु होला, बवाल हुँदै आएको छ। पेट्रोल खानी देखाउने छ हजुरहरूलाई हामी चाहिँ। यो रोडमा फेरि खासै बाइकहरू के भन्छ गाडीहरू पनि हिँड्दैनन्। मजाको छ बाटो चाहिँ। हाम्रो पेट्रोल खानी हेर्नु मन छ भने दैलेखमा बाटो चाहिँ यही हो।
अभाव चाहिँ आउन सक्नुहुन्छ। अझै पनि बिचमा कति 2 महिना जति ग्याप भयो क्या, इक्जाम थियो मेरो 12 को। अनि इक्जाममा अलिकति अब टाइम पनि मिलेन। अब अहिले चाहिँ अब बिदा भइसक्यो भने हाम्रो चाहिँ ओजिटी हुन्छ इन्जिनियरिङको। त्यसले गर्दा नि आज चाहिँ यसो गर्मी बढेर अहिलेकोमा गर्मी बढेर यसो स्विमिङ लोकल पारामा अरे 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 यत्रो चाक्लो रोडमा नि पेल्दै आउँछन् यार गाडी पनि। ए ठोक्लास है ठोक्लास। हामी चाहिँ बिस्तारै जानुको कारण पछाडिको ब्रेक छैन, अगाडिको नि अलिक काम नगरे जस्तो लाग्यो। लगाएर भ्लग चाहिँ लास्टसम्म हेरेर माया देखाइदिनु पऱ्यो है। लाइक कमेन्ट सब्सक्राइब हान्नु पऱ्यो। अनि भ्लग पहिलोचोटि भ्लगमा के कमी छ त्यो चाहिँ भन्नु पऱ्यो। दार्जिलिङमा गर्मी पनि भत्तै बढ्यो है आजकल त। टक्क लगाएर मन्दिर छ त्यहाँ पारि भिक्क्याकि नै फेरि मोबाइलबाट बनाएको एङ्गलै थाहा छैन आफूलाई फेरि कस्तो भए। टक्क लगाएर मन्दिर, यो मन्दिरको नाम चाहिँ के हो थाहै भएन। ठाउँलाई चाहिँ जलधारा भन्दो रहेछ। बाइक निकाल्दा पुरा धन्दै एक्सिडेन्ट भएको थियो यार, हाइट नपुगेर। यति लम्बु हुँदा पनि यो बाइकको अलि हाइट अलि ठुलै छ क्या, रड टायरमा छ त। रड टायरमा हुँदा पनि हाइटै पुग्दैन यार, धन्दै ढल्यो थियो। अहिलेकोमा ठाउँहरू त राम्रो राम्रो छ यार। सिरिस्तान नारिस्तान त अझै गएकै छैन। आज जान यसो टाइम मिल्यो भने गयौँ भने देखाएर चाहिँ मतलब बाटो नि बन्दै रहेछ त्यो। अफरोडमा त टेन्सनै भएन, किन यताउता पनि आएन सुधाएर ठुकेको ठुके हुन्थ्यो। ए बाटो त खतरा छ यार, घर बनाउँदै रहेछ जानु। पहिला पनि यस्तै थियो अरे बाटो। यो भ्लगर हो भन्छ नि, यो लाज लाग्छ यार झन् यार। भ्लगर हो भने क्या अब यो ट्र्याक्टरले धुलो खुवाउनु भयो नि यार। हिलु एस्कुस्मी भन्नुपर्ने कि हो। गाडीहरू नि अफ रोड नै पर्ने कि हेर। कालु भाइ त छब्री राइडर हो, राइडर पुरो म्याक्स। फेरि कन्टेन्ट बोल्ला चाहिँ भाइ फेरि पछाडेर फेरि लगाएर यहाँ हाइट चाहिँ रेस्ट गर्दा। कालु भाइ रियाक्सन भिडियो आउँछ अब तेरोमा। साउन्ड चाहिँ त्यति लाउड पनि छैन यार, टिभी किलर छ। मैले चाहिँ डरम्यान रहेछ पछाडि लाग्छ, त्यसले फेरि हेर चटक। छब्री राइडर हो छब्री, बिस्तारै बिस्तारै। पहिला पेट्रोल खानी गएर आउने कि नुहाउने हो गएर। पहिला नुहाम होइन, पछि फर्किरहेर जाम लाग्यो एकछिन। लास्टै गर्मी भयो यार, खेल्न त आउनु त्यही पनि डाइ फ्यान्डिम जस्तो भयो कि। कालु भाइको गर्लफ्रेन्ड कति छ न अब हेर्ने। पछाडि बसेर चाहिँ दिदी है फेरि कालु भाइको गर्लफ्रेन्डले देखेर फेरि ओ माई गड। अब चाहिँ आइसक्यो चाहिँ नजिकै छ दैलेखबाट आउँदा। अब त्यस्तो कुदाम भने त लाग्दैन, 10-20 मिनट लाग्ला। हाम्रो चाहिँ अलिक बिस्तारै आएको छ, पछाडिको ब्रेकै छैन, अगाडिको कति पर्ने यहाँ। हाम्रो चाहिँ यो धेरैचोटि भइसक्यो यता पेट्रोल खानी हेर्न आएको, धेरै भइसक्यो। अब त्यस्तै त कहिले मोबाइल नमिल्ने, कहिले बाइक नमिल्ने। अझै पनि एउटा कमी छ, माइकको कमी छ। अब बिस्तारै हुन्छ सबै। नेपालगञ्ज बुटोल त हो गर्मी, दार्जिलिङमा नि यस्तो गर्मी हुन लागिसक्यो यार।
27-28 सम्म पुग्या हुन्छ नि। तर छामघाट खोला भनेको है पुल यता मास्तिरबाट आएको छ खोला चाहिँ मतिर बगिरहेको छ दामी छ। अघि त्यो तल जानुपर्छ क्या ठिकै रहेछ। कहाँदेखि हो जाने रोड उतादेखि रहेछ यार। त्यो तलकोमा जानु पऱ्यो यार यता ठिक्कको रहेछ अर्को बाटो जानुपर्ने हो त्यही तल होइन। यहाँबाट छ खोला चाहिँ तर्नुपर्छ क्या हो सायद। अहिले त के भन्छ यो पिच पुल बनाएछ यार। पहिला हामीहरू बहिनीको घर जाँदाखेरि उयो पुलबाट तारेको थियो रातमा। अब यता जुङ्गे पुल अहिले चाहिँ पुरै उ बनाएको छ यार। अब यताबाट पुरै अफरोड लाग्यो। अब पल्थ्यो होला बाटो त खत्तम रहेछ यार। तर हाम्रो त डट हो यार जस्तोमा पनि जान्छ ठोकिने टेन्सन हुन्न। अन्त उडाइदिने हो नि। कता अरे हामी जानुपर्ने कलतिर होइन। खोला नजिक घर हुनेहरूलाई त गर्मी पनि के थाहा यार। जतिखेर मन लाग्यो आयो टक्क खेल्यो दामी छ यार। बाइक चाहिँ शीतलमा राखौँ होइन। शीतल अब त्यही पुलमै थियो क्यार हल्का। खेल्ने त उयो यहाँ आम्ला होइन धेरै ठिक्कको छक्क्या हो। खोला त दौ छक्क्या हो। ठुलै रहेछ यार खोला त। टक्क लगाएर बाइक चाहिँ यता पार्किङ हामी स्टलमा टक्क लगाएर बाइक चाहिँ लास्टै तात्यो अरे एकछिनमा होइन नि हल्का शीतल त पायो। ए हल्का ढुङ्गा हटाउनुपर्छ क्या पछाडि ल टक्कलाई एकछिन है भिडियो बनाइदिन्छु म। टक्क लगाएर कालु भाइ पनि खोला तार्दैछ। एकछिन है एकछिन फेरि 100वटा बनाइदिउँ ल। गहिरो छ यार खोला। म त सानो होला भनेर राइडर हो नि त मेरो भाइ त फेरि। अरे भाइ चाहिँ स्टर्न क्यामेराको क्वालिटी पनि कस्तो खत्तम आयो यार। ओभर गरेपछि त्यस्तै हो क्या। ओभर कन्फिडेन्स है भाइको फेरि। टक्क लगाएर बाइक चाहिँ त्यहीँ पार्किङ गरेर हामी चाहिँ उता ढुङ्गामा जाने भनेको त्यहाँ परदेखि आउनु त आइयो। बाटो हेर्नु कस्तो छ आइज न यहाँबाट सिधै उ त्यहाँ जा यहाँ चाहिँ सर्प देख्यो भन्नु। ए नानीको छ त होइन होइन के गर्दैन है सर्पले के गर्ने हो र।
यता हेर ल ठ्याक्कै हैन ल हात 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 लिन पहिले टक्कल हात लिन हात लिन केही हुन्न के फताल्दैन म छु त यहाँ ए तेरिका के को त नफताले रोक रोक ल जा देख्ने त छोड्नु न खुट्टा छोड्दैन फताल्न दिनु झ्याप्प सहँदैन कालुबाई चाहिँ लामो खुट्टा भएर सर्लक्कै हो फेरि ऊ त्यत्तिकै डर मानेर हुन्छ यार म यत्तिकै जान्छु त्यही खुट्टा त्यही सर्लक्क यत्तिकै हो बाटो चाहिँ अलि एमाजोन हिँडे जस्तो रहेछ के हो कुरो हिँडेर चाहिँ अलिक ठिकैको छ जस्तो छ यार गएर रहेछ टक्क लगाएर हाम्रो चाहिँ एउटा भने जस्तो अलिअलि हल्का शान्ति ठाउँ भेटाइसकेको छ बाइकहरू चाहिँ यता छ टक्क लगाएर त्यहाँ हो के त्यहाँ पनि मिलेन के हो कुरा होइन त्यही खेल्ने हामीहरू चाहिँ यता भाइहरू छन् टक्क लगाएर हामी खेल्न सुरु भइरहेको छ कालुबाई के हो स्टन हुन्छ कि हुन्न यहाँ फेरि स्टन हान्ने जस्तो पनि छैन कि पुरै हेर्नु ढुङ्गै ढुङ्गा छ साम छ टक्क लगाएर चिल हो क्या ल रातो कट्टु है हाम्रो रातो कट्टु टक्क लगाएर खै कति गर्छ देखाइदियो त धेर छैन है ए त्यत्रो रहेछ त्यहाँ ए पुरै रातो कट्टुले देखिरह सुतेको टक्क लगाएर खोला खेलेर हल्का भोक लाग्छ हामी चाहिँ यहीँ छेउमै चाउचाउ बनाएर खाने हो भने क्या यहाँ अब बन्दैछ यता मुख्यबाईले कपडा लगाइसक्यो कालुबाई हामी चाहिँ टक्क लगाएर अब चाहिँ अन्तले भान्से बनाउँदैछ यहाँ मागेर ल्याउनु त नि किन हान्न सक्दैन त 1 वर्ष 3 हान्दैन तिनीहरू त हुन्छ होइन जान हान्दिनु पर्छ त जानु भन्न दे माछा दिँदै भाइ भन्नु न त भत्ते हानिदिन्छ न तिनीहरू त ल फाइनल्ली आगो पनि बलिसक्यो अब चाहिँ लागिसक्यो अरे यहाँ चाहिँ अब भिडियो सुट हुँदैछ हल्का हल्का अलिअलि देखिआएर घाम त्यही परेको छ लगाएर अब चाहिँ खानुपर्ने हुन्छ भाडा पुरै सेतो भाडा पुरै कालो न कालो चाउचाउ चाहिँ यो 2टा मात्रै हो अझै 2टा बाँकी छ 2टा त्यहाँ छ टक्क लगाएर सबले कुन बाइट है धेरै पनि छैन टक्क लगाएर अब चाहिँ छिटो हान न अब चाहिँ मेरो पालो है कालुबाई देखा त अर्को देखिन्छ तातो होला है टक्क लगाएर हामी चाहिँ अब यहाँ स्विमिङ गरेर चाउचाउ खाएर अब चाहिँ जानु लाग्छ अब चाहिँ हामीहरू जल्दलै जान्छौँ गाइस पेट्रोल पम्प भन्न आउँछ पेट्रोल पम्प नै जस्तो छ होइन टक्क लगाएर दिस इज माई बाइक नाइस छ होइन एनएस अब एनएसको त कुरै छोडिदिनु एनएस त बबालै भइगयो अनि अब चाहिँ एनएसबाट चाहिँ यसमा सिफ्ट हो यो पनि राम्रो छ यार धेरै राम्रो कतिको ड्रिम्स हुन्छ होइन टक्क लगाएर यहाँबाट चाहिँ फेरि यहाँ पनि खोला तार्नु पर्ने भयो पहिला यता मास्टरदेखि आएको हेर्नु नि रोडमै राख्थ्यो यहाँबाट पनि त्यही हो माथि नै निस्किन्छ अब यताबाट जाने अब
यहाँ पनि चिप्लै छ। ढल्न त त्यस्तरी ढल्दैन, सिटिमिटी ढल्ने। भाइले धुलो चाहिँ खुवाउनु भयो यार त। म एक्लै भए त मर्ने गरी कुदाइदिन्थेँ। अब पछाडि बहिनी थियो, आफू लोटे त के भएन। तर म बोला चक्कर कस्तो ठाउँबाट हालिदियो भने यहाँ डरै लाग्छ। अब चाहिँ रोड बवाल छ। अब हामी चाहिँ यहाँ पोली बजार हुँदै अब जल्दै जाँदैछौँ। खोलाएर भोलि बजारबाट धेरै छैन, 2 किलोमिटर पनि छैन होला। त्यही छ। चेकपोस्ट रहेछ हेर्ने। तल त जान दिन्न थियो खोलाएर। खत्रै भएको त नाइस है। यो चाहिँ जलजले दैलेखको पेट्रोल खाने निकाल्न तलदेखि तल कहाँ भइदिएको छ यो देख्न पाइन्थ्यो। अब यहीँ माथिबाट हेर्नुपर्ने। ल हामी चाहिँ अब एकछिन हेरेर कति हेर्नु एउटै ठाउँ हजुरहरूलाई देखाइदिउँ भनेर टक्क लाएर अब चाहिँ फर्किनु लाग्यो। अब चाहिँ सिधै घर गएर हामी चाहिँ चेकपोस्ट सकेर अलिक ज्ञान गरी हिँड्नुपर्ने हुन्छ खोलाएर। न्युै त होइन, अब होइन किन त्यस्तो गरिस् फोल्ड गरिस् भनेर सिट काटिदिनु पनि सक्छ। हेरेर आफै खोलाएर हामी चाहिँ अब सधैँ देखा भएर खासै बसेनौँ, एकछिन मात्रै हो। अब चाहिँ अब कतिको मनमा हुन्छ लाग्छ नि हेर्न पाइदियो हुन्थ्यो, देख्न पाइदियो हुन्थ्यो अनि त्यस्तो लाग्नेहरू चाहिँ आउन सक्नुहुन्छ। चेकिङ छ, चेकिङ खोलाएर उता चाहिँ जानु झ्याउ लाएर चाहिँ चेकिङ छ भन्ने भाइको चाहिँ लाइसेन्स छैन। शीतलमा त रोक्यो नि। उतादेखि फर्केर आयो फेरि उता जाऊँ भन्यो नि झ्याउ हुन्छ, त्यही भएर चेकिङ छ भनिदियो। आजको भिडियो चाहिँ लामै हुनेवाला छ है। राम्रो नराम्रो अब जस्तो भयो नि हेरिदिनु होला, माया देखाइदिनु होला है। के भन्थ्यो भन्छ घर भइसकेको भला के अरे झन् सरप्राइज त्यहीँबाट। यादको यो चाहिँ खोली बजार भयो। टक्क लाएर यो मास्तिरको रोड चाहिँ यता जलजले जाने भयो, उता चाहिँ त्यो श्रीस्थान जाने रोड हो। अब एक दिन अब श्रीस्थान गएर देखाउने छु। अब भ्लगमा अब कतिचोटि भन्नु होइन, अब राम्रो भ्युज आयो भने सबैले माया साथ सपोर्ट देखाइदिनु भयो भने बनाउनु मन लाग्थ्यो हो। गर्दा पनि त झ्याउ लाग्छ।
टक्क लगाएर अब चाहिँ राइडर चेन्ज यहाँबाट चाहिँ जहिले चलाउने अरे टक्क लगाएर अब चाहिँ हामी जाँदैछौँ कति एउटै बाटो त्यो आउने होइन बोर लाग्ला यो चाहिँ हाम्रो माथि कहाँ निस्किन्छ भने चाहिँ देवकोटा चोक हो कि डेकेन्द्र चोकमा निस्किन्छ यो बाटो चाहिँ टक्क लगाएर अफरोड के भन्नु अब पहिला पछाडि आएर के चल्को लाग्नु होइन के जहिले पनि चलाउनु हुन्छ बाइक चाहिँ आज चाहिँ अब भ्लग बनाएको कारणले अब अगाडि सालाको अब एक्सिडेन्ट भइरहेछ चलाएर दैनिक बजार पछाडिको ब्रेक नभएर कुदाउनै पाइन्छ क्या राम्रो गाह्रो भइरहेको चलाएर यो चाहिँ हाम्रो 1 डिभिजन भइसक्यो रात डाँडा आइसकेको छ गाइज अब चाहिँ आजको भ्लग यतिसम्म हुनेछ लास्टसम्म हेरिदिनु भएको सबैजनाले माया साथ सपोर्ट गरिदिनु होला अनि लाइक कमेन्ट सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला होइन अब चाहिँ अब हेर्छु अब रेगुलर भिडियो हाल्ने ट्राई गर्छु अनि यो भिडियोमा अलिकति राम्रो भयो भने चाहिँ म रेगुलर हाल्नेछु होइन ल अर्को भ्लगमा भेट्नेछौँ